Hello everyone, good morning. अनि आज चाहिँ म एउटा कुरा सुरु गरौँ भनेको। त्यो चाहिँ अब हामी बुद्धिस्ट थ्रुबाट जति जस्तो काम गरे भए पनि त्यो काम गर्नुभन्दा आफूले आफ्नै सोच्ने क्षमता के भन्ने एउटा सोच चाहिँ राम्रो प्रकारको सोचेर गरेछ भने चाहिँ त्यो काम चाहिँ जस्तो सानो भए पनि ठुलो भए पनि राम्रो हुन्छ। त्यही माथि तपाईले काम राम्रो हुँदै हुँदै पनि तपाईले धर्म पनि कमाउन सक्नुहुन्छ त्यस्तो सोच बोकेर गएछ भने चाहिँ। अनि त्योभन्दा अब डिपली सोच्न पर्यो भने चाहिँ यो काम सपोज मैले फर एक्जाम्पल म पानी बनाउँदैछु अरे त्यो पानी बनाउनु पनि एउटा काम हो। तर त्यो मैले बनाएको पानी चाहिँ मेरै गोलाई मात्रै होइन, जसले खाँदैछ जसले पुगेछन् तिनीहरू सबैले पुगोस् अनि पानीको दुःख नहोस् भन्ने सोच, त्यस्तो राम्रो सोचहरू बोकेर जे गरे भए पनि त्यस्तो सोचको बोकेर कामहरू गरेछ भने चाहिँ राम्रो हुन्छ। त्यही माथि तपाईँले धर्म पनि कमाउन सक्नुहुन्छ। धन्यवाद।